अहिलेसम्म मैले के राम्रा काम गरेँ ल भनिदेऊ त सोल्टी। ओलीले पनि एमालेका लागि कुनै योगदान गरेको होइन, ठुलो राजनीतिक योगदान क्या। जनताको बहुदलीय जनवाद मदन भण्डारीले ल्याएको, पार्टीको इज्जत मोहन अधिकारीले बढाएको, संगठनहरू माधव नेपाल, झलनाथ खनाल, वामदेवहरूले गरेको। ओलीले गरेको काम के हो नेपालमा एमालेका लागि? 46 सालको आन्दोलनमा यिनको लिड थिएन। 62-63 यिनी चाहिँ राजा राजतन्त्र फाल्नु हुँदैन, चाहिँ बैलगाडा चढेर अमेरिका जानु जस्तो हुँदैन भनेर चाहिँ बद्रीमण्डलहरूसँग वार्ता गरी हिँडिरहेथे हैन। अनि संविधान बनाउने बेलामा चाहिँ संविधान चाहिँ राष्ट्रिय समितिको संविधान बन्न नसकेर मधेसमा त्यत्रो विद्रोह भयो। के हो ओलीले गरेको राम्रो काम के हो एउटा ल भन्नुस् त? महाकाली सन्धिमा यिनकै भूमिका थियो। त्यसको मुहान निर्धारण नगरिकन चाहिँ राखेको कारणले यो चुच्चे नक्साको विवाद रह्यो 53 सालमा। कुन चाहिँ हो ओलीले गरेको काम यो देशमा? ओली र देउपा एउटै क्यारेक्टरको मान्छे हो। यिनीहरू भनेको के हो भने पैसाले शक्तिले राज्य कब्जा गरेर पार्टीको गुट कब्जा गरेर पार्टी कब्जा गर्ने, त्यसको आधारमा देशलाई यथास्थितिमा राख्ने र देशलाई प्रगति हुन नदिने। भनेपछि लास्टमा तैँले पनि मेरै खाल्टो खनिस्।